असंख्य गुणा बढी पुण्य दिने हुन्छ। किनभने दर्शकबिन्दहरू एकादशी भगवान विष्णुको प्रिय तिथि हो, भगवानको तिथि हो भने सङ्क्रान्ति भनेको सूर्यदेवको परिवर्तनको पवित्र क्षण हो। फेरि कस्तो भने सूर्य परिवर्तन हुँदा चैत्रको 1 गते मीन राशिमा जान्छन्। मीन राशिका स्वामी बृहस्पति हुन्। यस कारणले गर्दा पनि यो दिनको विशिष्ट महत्त्व र महिमा रहेको छ। अब यस एकादशीका दिन के गर्ने भन्दा सकेसम्म सूर्योदय सँगसँगै उठेर सम्भव भएसम्म स्नान गर्ने। स्नान गर्दा कुनै नदी तीर्थ तलाउहरू छन्, सङ्क्रान्ति हो, जसरी दुईटा नदीको सङ्गम हुन्छ यस्तै गरेर 1 गते अनि सङ्क्रान्ति त्यस पछाडि गएर एकादशी परेको हुनाले सङ्गम भएको छ। त्यसैले सङ्गममा स्नान गर्ने ठाउँ छ भने यहाँहरूले स्नान गर्ने। देश विदेशमा हुनेहरूलाई तीर्थ स्नानको अवसर मिल्दैन। सबै नदी नाला तीर्थहरू सबैलाई सम्झेर स्नान गर्ने, गङ्गा आदि गरेका, गण्डकी आदि गरेका पवित्र नदीहरूको नाम लिएर स्नान गर्ने। दर्शकबिन्दहरू स्नान गरिसके पछाडि म पापमोचनी एकादशीको स्नान गर्दैछु। भगवान श्रीहरि मलाई शक्ति दिनुहोस् भन्ने अनि आफ्ना देवी देवताहरू पूजा कोठामा गएर शुद्ध वस्त्रहरू लगाएर चोखो नितो गरेर आफ्नो दैनिक पूजा जस्तो गर्नुहुन्छ त्यसरी नै पूजा गर्ने र ध्यान गर्ने। विशेष गरेर भगवान विष्णुको, भगवान सालग्रामको पूजा विशेष गर्ने। मीनका सङ्क्रान्ति भएको हुनाले एकादशी पनि भएको हुनाले पहेँला फुलहरू, सेता फुलहरू विशेष भगवान सालग्राम लड्डु गोपाललाई अर्पण गर्ने। भगवानलाई चन्दन बन्दन धूपदीप नैवेद्य कपुर आरती यी सबै गर्ने। विशेष गरेर सालग्राम लड्डु गोपाल राख्नेहरूले दुधले अथवा पञ्चामृतले स्नान गराउने र कपुर आरतीहरू गर्ने, विष्णुका मन्त्रहरू जप्ने। यस दिन ओम नमो भगवते वासुदेवाय सँगसँगै यस दिन केही सकिन्छ भने भगवानको नाम लिने, विष्णु सहस्रनाम, गोपाल सहस्रनाम आदि यस दिन के गर्ने, जाप गर्ने, पाठ गर्ने र विशेष गरेर यस दिन अन्न नखाने, एकादशीको व्रतलाई परिपूर्ण पालना गर्नेहरूले, एकादशीको पुण्य लिनेहरूले अन्न खान भएन। यस दिन झुट नबोल्ने, कसैसँग क्रोध नगर्ने दर्शकबिन्दहरू, मद्यपान मांसाहारबाट जोगिनु पर्दछ, अनावश्यक कसैसँग विवाद नगर्ने, अहङ्कार र अरूलाई दुःख दिने पनि नगर्ने। यस एकादशीका दिन भगवानको विशेष कृपा प्राप्त गर्नको लागि हामीले अघि भन्यौँ मानिसबाट गल्ती हुन्छ, मानिस पापले होइन। जब मान्छेले पछुतो मान्दैन, पश्चाताप गर्दैन, तब मानिस हरेक दिन पतित हुँदै हुँदै जान्छ। त्यस्तोमा हामी पर्न हुँदैन। भगवानले मनुष्य शरीर दिनुभएको छ, विष्णुको भक्ति दिनुभएको छ, शिवको भक्ति दिनुभएको छ, पवित्र तिथिहरू दिनुभएको छ। यो के को लागि त भनेर भन्दा हामी सबैको कल्याणको लागि हो। यो कुरो हामी सबैले ख्याल गर्नुपर्छ। र अर्को कुरो यहाँलाई जानकारी गराउँ, बिहान सूर्यनारायणलाई अर्घ्य, सूर्यनारायणको स्मरण, विष्णुको पूजा। सङ्क्रान्ति भएको हुनाले यो त भइ नै गयो। विशेष गरेर यो महिनामा माङ्गलिक कार्यहरू पनि हुँदैनन्। जस्तो विवाह हुँदैन, माङ्गलिक कार्यहरूमा व्रतबन्ध, मीन बृहस्पतिका भएको हुनाले व्रतबन्ध हुन्छ, माङ्गलिक कार्यहरू विशेष हुँदैनन्। तर बृहस्पति रहेको हुनाले भगवानका नाम जाप, भगवानको चैत्र महिनामा भगवान श्रीरामको प्राकट्य उत्सव, हनुमानजीको प्राकट्य उत्सव, भगवानको कथा श्रवण गर्नु, भक्तिभाव गर्नु, परमार्थ चिन्तन गर्नु सर्वोत्कृष्ट यो महिना रहेको छ। यस कारणले गर्दा यहाँहरूले विशेष गरेर घरमा सालग्राम लड्डु गोपाल राख्नेहरूले यो महिनामा भगवानलाई सुन्दर पहेँलो माला अर्पण गर्ने। यो महिनाभरि कुनै पवित्र दिनहरूमा, एकादशी, रामनवमी, हनुमान जयन्तीका दिनहरूमा आफ्ना देवी देवताहरूलाई स्थापना गरेका देवी देवता भगवानहरूलाई माल्य अर्पण गर्नाले भुक्ति र मुक्ति मिल्दछ यो चैत्र महिनामा। त सम्पूर्ण दर्शकबिन्दहरू, हामीले यहाँहरू सम्पूर्ण दर्शकबिन्दहरूलाई एकादशीको बारेमा सबै भगवत सज्जनहरूलाई जानकारी गरायौँ। अमेरिका क्यानाडामा हुने दर्शकबिन्दहरूले भने 14 तारिकको दिन सबैले एकादशीको व्रत गर्नुहुनेछ र हामी नेपाल, भारत, भुटान आदि गरेका विशेष देशहरूमा भने चैत्र महिनाको 1 गते यानि कि 15 मार्च 2026का दिन एकादशीको व्रत गरिरहेका छौँ। अहिले हामी अस्ट्रेलियामा छौँ। अस्ट्रेलियामा पनि 15 मार्चकै दिन एकादशीको व्रत रहेको छ। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। हामीले पापमोचनी एकादशीको बारेमा जानकारी